रबिन, म पनि हजुर बिना बाँच्न सक्दिनँ। कुनै पनि हालतमा हजुरदेखि टाढा हुन सक्दिनँ रबिन। रबिन, बाबा आमासँग हाम्रो सम्बन्धको बारे कुरा गर्नुभयो त? गरे रन्जु, तर बा मम्मीले कुनै हालतमा पनि हाम्रो मायालाई एक्सेप्ट गर्नु भएन। के भन्नुभयो? तैँले त्यो तल्लो जातको केटीलाई यो घरमा भित्राइछ भने हामी बा आमा नै झुन्डेर मर्छौँ भन्नुभयो। अनि मैले भने उसको पेटमा चाहिँ मेरो मायाको निशाना छ भने तै पनि मान्नु भएन। अझ के भन्नुभयो थाहा छ? त्यो केटीलाई मारेर फाल्दै भन्नुभयो। म तिमीलाई कहाँ मार्न सक्छु? अब हामी के गर्ने त रबिन? हाम्रो मायालाई यो समाजले यदि एक्सेप्ट गर्दैन भनेपछि यो संसारदेखि टाढा जानुपर्छ रन्जु। म तिमीलाई कुनै हालतमा पनि छोड्न सक्दिनँ रन्जु। तिमीलाई मार्न पनि सक्दिनँ, बामा मरेको हेर्न पनि सक्दिनँ रन्जु। कस्तो धर्म सङ्कटमा पर्यो। अब हामी के गर्ने त रबिन? म पनि हजुर बिना बाँच्न सक्दिनँ। कुनै पनि हालतमा हजुरदेखि टाढा हुन सक्दिनँ रबिन। अब यो संसारबाट हामी टाढा हुनुपर्छ।